आज हामी शैक्षिक अवलोकन भ्रमणका क्रममा गौरी शङ्कर नमुना मावि निजगढ 12 मा आएका छौँ र यो निकै भव्य स्कुल रहेको छ र मधेस प्रदेशमा एउटा उत्कृष्ट विद्यालयको रूपमा हामीले यो विद्यालयलाई लिन सक्छौँ। यहाँ हामीलाई सूचना दिनका लागि सर उपलब्ध हुनुभएको छ र अहिले बिदाको समय शिक्षकहरूको आन्दोलनका कारणले गर्दा पनि हेड सर बाहिर जानुभएको हुँदा म सरसँग केही कुराहरू सोध्छु। सर, हजुरको शुभ नाम? मेरो रुद्र धिताल। हजुर, म विद्यालयको लेखापाल। अनि हजुरको घर यही नजिकै हो कि? हजुर, नजिकै छ। यहाँ 12 सम्म जम्मा विद्यार्थी कति हुनुहुन्छ होला? हाम्रो पूर्व प्राथमिकदेखि हजुर 12 कक्षासम्म 2372 जना विद्यार्थी। 2372 जना। अहिले एसई कतिजनाले दिनुभएको छ? एसई 160 जना। 160 जनाले। गत वर्ष एसई कतिजनाले दिनुभएको थियो? कोर पनि त्यो 161 कै आयो। कति पर्सेन्ट रेगुलरमा पास हुनुभयो सर? रेगुलरमा लगभग त्यही तपाईँको 85-86%। 86%। 4 GPA कतिजनाले? 4 GPA चाहिँ थिएन, तर हाम्रो चाहिँ A+ चाहिँ 21 जना। 21 जनाले A+। 3.6 भन्दा माथि 21 जना थियो। अनि शिक्षक स्टाफ कति हुनुहुन्छ? हामी लगभग 80 जना छौँ। 80 जना हुनुहुन्छ। अब यसमा होस्टेलहरूको व्यवस्थाहरू आदि इत्यादि? अब होस्टेलको माग चाहिँ भइरहेको छ, तर अहिलेसम्म हाम्रो होस्टेल आफ्नै छैन। हजुर। बाहिर जिल्लाबाट र यसै जिल्लाका पनि अन्य पालिकाहरूबाट विद्यार्थीहरू अब आउनुहुन्छ, तर आफ्नै हिसाबले डेरामा बसेर पढ्ने काम चाहिँ भइरहेछ। प्राविधिक धारतिर कुन विषय छ सर? हाम्रो प्राविधिक धार भन्नाले यो विभागवाला धार होइन, हाम्रो सिटिभिटी अन्तर्गतको 3 वर्षे डिप्लोमा तहको बाली विज्ञान विषय चाहिँ पढाइ हुन्छ। अनि यो स्कुलको जग्गा जमिन कति छ नि? जग्गा जमिन चाहिँ अहिले यो विद्यालय भइरहेको यहाँ चाहिँ हाम्रो 1.5 बिघा छ। 1.5 बिघा। अनि त्यसपछि नजिकै यो विद्यालय सुरु हुनुभन्दा अगाडि अलिकति नजिकै छ, यहाँ 7 कट्ठा छुट्टै छ भने हाम्रो चाहिँ अरू 10 बिघा जग्गा चाहिँ खेतीयोग्य जमिन निजगढभित्रै छ। अनि यहाँ विद्यार्थीहरूलाई शिक्षकहरू एकदम टाइममा कक्षा कक्षाहरूमा जानुहुन्छ? अब त्यसमा त कुनै भन्नै परेन। हजुर। किनभने यो हामीले चाहिँ 2060 सालदेखिबाट अङ्ग्रेजी माध्यम जब सुरुवात गऱ्यौँ त्यो बेलादेखि नै अब यो अङ्ग्रेजी माध्यम किन सुरु भयो भन्दाखेरि बोर्डिङसँगको प्रतिस्पर्धाको कारणले नै भएको हो। अनि त्यस हिसाबमा हामीले 60 सालबाट सुरु गऱ्यौँ र हाम्रो पहिलो ब्याच चाहिँ 70 सालमा एससी दियो त्यो ब्याचले। हजुर। र हाम्रो चाहिँ एकदमै सरहरू टाइममा स्कुल जाने, टाइममा तपाईँको चाहिँ यो कक्षा कोठामा जाने, त्यो सबै चाहिँ एकदम नियमितता छ। हजुर। अनि विद्यार्थीहरूको अनुशासनको निम्ति त्यस्तो कुनै नयाँ योजनाहरू लागू गर्नुभएको छ कि? अब विद्यार्थीहरूको अनुशासनको निम्ति अब हाम्रो छुट्टै टिचरहरूबाट चाहिँ अनुशासन समिति र अनुशासनको चाहिँ संयोजक भनेर हामीले नियुक्ति गरेका छौँ होइन, शिक्षकलाई नै। भने कक्षामा चाहिँ विद्यार्थीहरू मोनिटरहरूको व्यवस्था गरिएको छ र कक्षा कोठाभन्दा बाहिर जानको लागि विद्यार्थीहरूलाई पासको व्यवस्था गरिएको छ। एक पटकमा चाहिँ 2 जना एउटा सेक्सनबाट चाहिँ त्यसरी व्यवस्था मिलाएका छौँ। अनि यो नमुना अन्तर्गत चाहिँ अब भवन बन्द यो कति सालमा हो सर? यो हाम्रो चाहिँ नमुना भनेको सरकारले नमुना घोषणा गरे अनुसार अन्तिम पटकको हामी गर्न सफल भएका हौँ। र झन् बजेट पनि 1 वर्ष नै ढिलो गरी प्राप्त भयो। आर्थिक वर्ष सकिएको अन्तिम दिन 77 असार 31 गते सायद जस्तो लाग्छ सूचना प्राप्त भएको थियो। घोषणा भएको छनौटमा परेको हुनाले गर्दाखेरि अब अर्को आर्थिक वर्षमा मात्रै बजेट आयो। र हामीले चाहिँ त्यो नमुनाको बजेटबाट चाहिँ बहुवर्षे ठेक्का प्रणालीबाट यो भवन लगभग यो तपाईँको 4,75,00,000 चाहिँ ठेक्का सदर भएको छ। यो भवन बनिरहेछ भने अरू शैक्षिक सुदृढीकरण, अरू व्यवस्थाकीय कामहरू पनि बिस्तारै अगाडि बढिरहेछ। हस् सर, धेरै हामीलाई सूचनाहरू दिनुभयो। हामी तपाईँप्रति धेरै आभारी छौँ र धन्यवाद व्यक्त गर्छौँ। धन्यवाद।
यसरी हामीले यो विद्यालयको विविध पक्षको बारेमा सरबाट जानकारी लियौँ र अति उत्कृष्ट विद्यालय जसले चाहिँ धेरै विद्यार्थीलाई शिक्षा दिनुको साथै नतिजा पनि निकै राम्रो प्राप्त हुँदो रहेछ। गत वर्ष मात्र 21 जना बच्चाहरू 3.6 भन्दा माथिको जिपिए ल्याउन सफल हुनुभएको रहेछ र आर्थिक रूपबाट पनि विद्यालय सक्षम नै छ। अङ्ग्रेजी माध्यम थोरै अझ मैले कुरा सोध्नुपर्ने भयो। अङ्ग्रेजी माध्यममा सहयोग रकम अभिभावकहरूबाट लिनुहुन्छ नि सर होइन? एकदम लिन्छौँ। कति लिनुहुन्छ होला 10 कक्षालाई? 10 कक्षालाई हामीले अहिले 590 रुपियाँ प्रति महिना चाहिँ 590 रुपियाँ लिन्छौँ भने यो सबभन्दा सानो कक्षालाई 390 रुपियाँ लिन्छौँ। सहयोग रकमबाट विद्यालय सञ्चालन छ। धेरै विद्यार्थी भएको हुनाले उहाँहरूको सहयोग रकम पनि एकदम सुलभ रहेछ। 30 जना चाहिँ दरबन्दीको सरहरू हुनुहुन्छ। हजुर, बाँकी सबैजना निजी स्रोतको हुनुहुन्छ। निजी स्रोतको व्यवस्थापन पनि उहाँहरूले अत्यन्त व्यवस्थित तरिकाले गर्नुभएको रहेछ। यसरी हामी यो विद्यालयको शैक्षिक, भौतिक र आर्थिक पक्षको बारेमा विविध जिज्ञासा जानकारी प्राप्त गऱ्यौँ। धन्यवाद।